नमस्कार, यो रेडियो बिग्रियाको हो। अहिले दुईटा समाचार कान बुझेर सुन्नुहोस्। कोलपुरमा एउटा माछो ब्याउन नसक्दा अत्याधिक रक्तस्राव भई उक्त माछो घाइते भएको माछालाई कोलपुरका एउटा घरमा हाटीगोप्टे कराईमा नुन मरुला सहित डाडुबाट फराई हुँदै गए राति गोपालपुरको करेसाबारीमा आलु र टमाटर बीज दोहोरो झडप हुँदा 24वटा आलु कच्चा कुचुक, 25वटा आलु पचाक पुचुक, कोइयौं बेपत्ता, खोजी कार्य जारी। उठ कान्सा उठ, अल्छी नगर उठ, छोर्याटी बस्न जानी हो मकै भट्ट फुट, हाल माइली हाल, कोदाउ रोटो हाल, ए छनै छ भड्डुमा बेलसाँझको दाल, छनै छ भड्डुमा बेलसाँझको दाल। बिहान पनि किचकिच गर्छेस्, राति पनि गर्छेस्, राति पनि गर्छेस्, हो राति पनि गर्छेस्। यो पुगेन त्यो पुगेन भनी क्यार्न मर्छेस्, साइला बाजाउ छाप